बिहान बिहान दोकान खोल्ने बित्तिकै हिजो फोटो खिचेको भए आफ्नो साथीलाई लिएर फोटो चाहिँ राम्रो खिच्नुभयो त है भने मिनी ब्लग डे 26 आज ट्युसडे आज बिहान बिहान चरक्क घाम लागेछ आज दिनभरि खत्रै गर्मी होला जस्तो छ होइन त्यतिकैमा एउटा दिदीभाइ आयो आफ्नो बहिनीको जन्मदिन फोटोकपी गर्न मैले फोटोकपी गरेर दिएँ र बहिनीहरू चाहिँ गइहाल्यो फेरि फोटोकपी गर्न आयो एउटा बहिनी उसको चाहिँ ट्रान्सक्रिप्टहरू थियो ट्रान्सक्रिप्ट फोटो गरेर बहिनीलाई दिइहालेँ अनि त्यसपछि एउटा भाइ आयो आफ्नो सटरमा खाली रहेछ सटर भाडामा लेखिदिनु दाइ भन्यो अनि मैले लेखिदिएँ अनि त्यसको केही बेरमा चाहिँ एउटा बाबा छोरी आउनुभयो आफ्नो घरतिरको फोटोकपी झिक्न र मैले फोटोकपी गरिदिएँ त्यसपछि फेरि बहिनीको चाहिँ पहिलो फोटो खिचेको थियो अनि त्यो फोटो मैले निकालिदिएँ त्यहाँ अघि फोटोकपी गर्ने आउने बहिनी हो अनि त्यसपछि माला रेडी भइसकेको थियो म माला लिन गएर ल्याएर त्यसको सिनेमेटिक सँग हान्दै बसेको यदि हजुर कसैलाई बनाउँछ भने आउनु होला मिलाएर बनाइदिन्छु चाहिँ फेरि एकजना आउनुभयो फोटोकपी गर्नको लागि मैले गरिदिएँ अनि दिउँसोतिर चाहिँ भोक लागेको थियो होइन अनि सधैँ के एउटा कुरा खाने भनेर आजको दिन के नयाँ इन्ट्रेस्टिङ गरौँ भनेर म चटपट खाना आइदिएँ दुईवटा चटपट रहेछ एउटा त्यहाँ र यहाँ चटपट खतरा बनाउँदैछ होइन यसको स्टाइल होइन अब खतरा कुन बनाउँछ है अनि दोकान फर्किँदै गर्दाखेरि चाहिँ दुईवटा भाइहरूले दाइ मेरो नखिच्दिनै भनिहाल्यो दोकान आउने बित्तिकै एउटा दाइ आउनुभयो दाइको चाहिँ कम्प्युटरबाट निकाल्ने थियो मैले कम्प्युटरबाट निकालिदिएँ अनि त्यसपछि एउटा दाइको फेरि स्क्यान गरिदिएँ 5वटा डकुमेन्टहरू थियो सबै स्क्यान गरिदिएँ अनि दाइले क्यामेरा गरेर स्क्यानको कम्पेयर गर्नको लागि दाइले फोटो खिच्यो अनि त्यसपछि एउटा दिदी आउनुभयो उहाँको चाहिँ पुरानो फोटोकपी थियो सबै दिनुभयो अनि चाहिँ एउटा फ्रेम दिनुभयो आफ्नो यो फ्रेम हटाएर चाहिँ अर्को फोटो हालिदिनु भनेर अनि त्यसपछि साँझतिर चाहिँ एउटा बहिनी आयो आफ्नो प्रोजेक्ट वर्कको लागि सबै फोटोकपी गऱ्यो फोटोकपी होइन सरी प्रिन्ट निकाल्यो अनि पुरा साँझ भइसकेको थियो अनि अहिले चाहिँ 9:30 बज्यो साउन्डमा सटर बन्द गर्दाखेरि स्ट्रिट लाइट बल्यो होइन यहाँसम्म हेर्नु हजुरलाई धेरै धन्यवाद र भोलिको भेटिनुमा बिर्सिनु होला हस् त भोलि भेटौँला